हेलो गाइज, के छ खबर? ल हेर्नुहोस्, मेरो यो घरमा राखेको यो ब्याड हेर्नुहोस् यति राम्रो छ, तर भित्र पुरै सुकेको छ। हेर्नुहोस्, पुरै भित्र सुकेको छ। बाहिर राम्रो देखिन्छ, तर भित्र यसो हेर्दाखेरि यो ब्याड पुरै सुकेको छ। हेर्नुहोस्, यो किन यस्तो भयो होला, के भयो होला? यसमा खाद मल सबै हालेको छौँ। हेर्नुहोस्, पुरै सुकेको छ। हेर्नुहोस् यस्तो भएको छ। यो कसरी राम्रो हुन्छ? यो के भएर यस्तो भएको होला? तपाईहरुलाई थाहा भएको भए यसो कमेन्ट गर्नु होला है। मेरो युट्युब च्यानलमा गएर भिडियो हेरेर मलाई कमेन्ट गर्नु होला, यो यसरी भएको भनेर है। यो किन यस्तो भएको हो? हेर्नु, ब्याड त यति राम्रो छ, तर त्यही पनि हेर्नुहोस्। अझै तपाईँलाई म अझै देखाउँछु होला कतिको सुकेको छ भने तपाईँ लास्टसम्म हेर्नुहोस् है। यो भिडियो लास्टसम्म हेर्नुहोस्, त्यसपछि सबै थाहा पाउनुहुन्छ कति सुकेको छ। बाहिर राम्रो हरियो देखिन्छ, भित्र हल्का उखाल्ने यस्तो। हेर्नुहोस्, जरा पुरै जरा सुकिसकेको छ, माथि पनि सुकिसकेको छ।